अनुरोध गर्छु हामी सबैजना लाइनबद्ध भएर दायाँ तर्फको साइडबाट र उठेर लोकार्पण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो महेन्द्र सरको बारेमा लेखिएको किताब विमोचन भइसकेको छ। धन्यवाद सभाध्यक्षज्यू। धेरैलाई थाहा छ काभ्राको रुख कोटीका बा एउटा अनुशासनको प्रतीकको रूपमा हामी महेन्द्र सरलाई बुझ्ने गर्थ्यौँ। 2023 सालदेखि 2034 सालसम्म उहाँले ज्योतिमाईमा पढाउनु भयो र अहिले उहाँका पूर्व विद्यार्थीहरू भनेको पनि लगभग सबै ज्येष्ठ नागरिक भइसक्नु भएको अवस्था छ र त्यति पुरानो समयको सरलाई पनि अहिले पूर्व विद्यार्थी अनिल पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यो अत्यन्त महत्त्वपूर्ण ऐतिहासिक सधैँभरि स्मरणमा रहिरहने कार्यक्रमका